हेलो एभ्रिवान, म चाहिँ इभिनिङ वकमा जान लाग्यो। निस्किसकेको छु रुमबाट। म कुनै बेला दगुर्छु, कुनै बेला हिँड्छु। दगुर्न मात्रै पनि गाह्रो हुन्छ कि मलाई एकदम, किनकि यहाँ मोटो चाहिँ धेरै गाह्रो हुन्छ नि त। मलाई लाज लाग्छ कि म मान्छेहरू भएको बेला चाहिँ हिँड्छु, अनि कोही नभएको बेला चाहिँ दगुर्छु कि मलाई लाज लाग्छ कि मान्छे अगाडि दगुर्न। त्यस्तो छ यहाँ कन्डिसन। अस्ति म हिँड्न आउँदा त्यो बाटो यस्तो खुल्ला टाइपको हुन्थ्यो नि त, बट आजकल चाहिँ यस्तो हरियाली भइरहेको रहेछ कि वरिपरि घाँसहरू पलाएर रहेछ, अनि यहाँ मकै पनि फलेको रहेछ कि गाईहरू। मान्छे नभएको दगुर्छु, जब मान्छे भेटिन्छ नि हिँड्छु। मेन रोडमा नलगा, सानो पुच्चा बच्चीले मेन रोडमा चलाइरहेको छन् कि अब गाडी आएर ट्याक्कै हान्दियो भने के हुन्छ होइन। यत्रो मान्छे चाहिँ नसकेर गाह्रो भयो।